जोडले नमस्कार सम्पूर्णमा हजुरलाई स्वागत छ मेरो च्यानलमा। अनि आज चाहिँ म चाहिँ कान्छाबाको घर जान लागेको छु भन्नाले मेरो परिवार आज चाहिँ हामीलाई खाना बोलाउनु भएको छ। अनि त्यही भएर चाहिँ हामी चाहिँ जान लागेको। अनि वहाँ गएर म वहाँको के हुन्छ हजुरलाई देखाउँछु है त। अनि मेरो च्यानल चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अनि लाइक शेयर अनि तल कमेन्ट पनि लेखिदिनु होला है त। आमाहरू पनि आइसक्नुभयो। अब हामी चाहिँ पारी जान लागेको। आइसक्नुभयो खेलेर माथि हुनुहुन्छ। अब एकछिनमा आउनु होला नि जोइ जेठन। आमाजी अहिले बाबाजी घाम लागेको त न्यानो भएको है पानी आएर। बस्नु न एकछिन। अस्ति ल्याएको होइन हामीसँगै। अनि त्यसपछि त्यो मौसम त्यस्तो भएर त्यही हेर्नु त कक्रेको त्यो अस्ति मौसम त्यो चाहिँ फैलिएछ खुब छैन हजुरको। त्यसलाई त घामको आइपुग्छ माइती। म उस गरिदिनु बच्चा निस्किन्छ टाइट भएर त्यहाँ उस भएछ अहिले के आउनुभयो। आउनुभयो ल जाम त। ल अब हामी चाहिँ जान लागेको। बस्नुभयो आमा। बाटो पनि निस्किदियो गाडी गरेको होइन के कता घर बनाएर झारी घर जेन्सुकै भएको ल हामी चाहिँ आयौँ अब बाबाको घरमा। बाबाजी मेसिन चल्दै रहेछ नि त। यहाँ त पानी आएको कस्तो राम्रो कलर फुलहरू। घर र गाडीको कलर मिलेछ। घर र गाडीको कलर मिलेछ। आमा 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 आउनुपर्छ। काट्दै हुनुहुन्छ रहेछ। आउँदै हुनुहुन्छ। पन्ध्र दिन कतिको होला अझै छ होला बाँकी बेलाको। पन्ध्र दिन धेरै लामो हुन्छ। रिडिङ समेत जम्मै रिडिङ गर्छ। झन् भुटान र इन्डिया जस्तो हो। जस्तै भुटान पनि अहिले अब रक्षा र परराष्ट्र भनौँ न त इन्डियन त हेरिदिन्छ। चाइनातिर बोर्डरतिर घचाघुची गरेर नि त इन्डियन फौज बस्छ। हजारौँ आउँदैछ। हजुर आउँदै हुनुहुन्छ। समी त अलिक ढिलो आउँछ क्या। समी अलिक ढिलो। प्रियङ्का त गएर होइन आइसकेको छ। अहिले है कति झ्याउ झ्याउ बच्चा हुन्थ्यो आजकल त
पछि है परे ल भाइ पनि आउनुभयो हाम्रो सानो पनि आउनुभयो हाम्रो पालोमा सबै रगरग धुम्मा थियो झारपात थिएन अहिले त पुरै छपक्कै छ यो अब बाबाको पनि हात भरि थियो के त्यस्तै बजेको त्यही भएर कहिले त्यो कुलोमा सिधुतिर माथि र यता गाउँतिर माथि गाडी आउँछ लगम पर्दैन होला धेरै हुन्छ होला चाहियो भने ल्याउँछु अब यो त्यसलाई अगाडि यता सार्दै बुझ्नु पर्दैन सफा यहाँ चाहिँ सलादहरू तयार भइसकेको छ हामी लाउँछौँ बाबा पर्दैन होला किन पकाउने पर्दैन चिकन रहेछ यहाँ फिस सलाद ठिकै छ होला मन तातो छ होला कि त्यो ठिकै छ यो चाहिँ तातै छ ए न यो चाहिँ हाम्रो पोर झन् मेन यो त पोर त मेन सानो आगो गरेर गराइदिनु भयो भने हुन्छ फुपूहरू कहाँ जानुभयो त आज सानो चाहिँ ड्युटी गर्छ अनि ठुलो चाहिँ भर्खर गर्छ बाबालाई खाना ए एकछिनमा आउँछ ए यो चाहिँ चिकन रोस्ट यहाँ चाहिँ अब भाग लाउँदै हुनुहुन्छ नानीले ए यसमा हो फुपू पनि आउनुभयो फुपूजी हो त नि आँखा भयो अझै एउटा ल्याऊँ आमालाई समेत गरेर अचार अब चाहिँ माछा माछा एकछिन आउनु भयो टाइम पास यो चाहिँ पकौडा यो चाहिँ रोटी
चाहिँ आलु के खाने होला यस्तो हेर्नु त साथीहरू। आहा यहाँ आमाले कति मिठो मिठो बनाउनु भएको छ। यता फुपूले चाहिँ चटनी बनाउँदै हुनुहुन्छ। मिठो हुन्छ कि अचार न भातसित। ल मैले चाहिँ आफ्नो भाग समातेर गयौँ। एकदम सिधा मामातिर बोल्नु न भन्छ। ल खाम चैते दसैँ के अरे उता मामातिर बस्यो नि थ्याङ्क यू। जम्मै पन्ध्र पर्नुको चलन आयो। बेलुकी पकाउने सबले चाहिँ बोलाउँछ। खानु पर्यो अब चाहिँ आइदिनु पर्यो अनि एकदिन गयो त्यसपछि फेरि हिजो हजुरलाई त्यहाँ सिट राखिदिएको कुकुर हजुरलाई सबैलाई बोला त्यहाँ पुगेर हुन्छ। मेलमै झर्ने त्यसो पुल काटेपछि रुदुबेनी हुँदै खैरिनबाट अगाडि बढ्छ कि फुपू यो उसो गङ्गेदाई चित्रहरू त्यो भोलि जाने हो त्यो उताबाट गएर रुजुबेन निस्केर जानेवाला मा होइन हुन नि पदार्थमा भाँच्यो जाँदाखेरि अब चाहिँ हामी खायौँ साथीहरू, खानासाना खायौँ। अब चाहिँ एकछिन गफसफ गर्ने अनि टेलिभिजनमा जानु पर्यो खुल्लै होला कोही पनि। आमा जानुभएको छ कि आमा जानुभएको छ होला। आमा हुनुहुन्न। यो जेट प्लान यो चाहिँ हाम्रोमा चाहिँ हरियो छ अनि यहाँ चाहिँ अर्कै रहेछ। अनि यहाँ पनि रहेछ। अहिले चाहिँ यहाँ पाउनु खाने यो घर कस्तो राम्रो पानी नै आएर चाहिँ भाइ फुसफुस अलिअलि। ए यहाँ चाहिँ यस्तो बस्ने ठाउँ पानी अलिअलि परेर चाहिँ क्या फिरफिर होइन। त्यो फुलहरू कति राम्रो। अब चाहिँ हामी खानासाना खायौँ साथीहरू। आज चाहिँ हाम्रो परिवार मात्रै बसेर यसो खाना खाएको अनि चैते दसैँको आज रमाइलो गरेको हामीले चाहिँ। अब चाहिँ हामीले खानासाना खाएर सक्यो। अब चाहिँ एकछिन गफसफ गरेर अनि हामी चाहिँ अब घरतिर जाने हो साथीहरू। आजको भिडियो कस्तो लाग्यो हजुरलाई, मेरो भिडियो चाहिँ हजुरलाई मन पर्यो भने चाहिँ लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। ओके छ त फेरि बाई बाई।